डेनमार्कमा यति राम्रो ठाउँ पनि छ भनेर मैले सोचेको पनि थिएन। समुद्र बिचमा सेता पहाडहरू, शान्त वातावरण र यति राम्रो दृश्यहरू जुन तपाईँहरू क्यामेरामा कैद गर्दा गर्दै थाक्नुहुनेछ। आज म तपाईँहरूलाई जताततैसम्म जमिन देखिने डेनमार्कमा रहेको यस्तो पहाड देखाउन गइरहेको छु जुन पहाडको सुन्दरता पहाडबाट झरेर मात्र देखिन्छ र त्यो ठाउँ हो मन्सप्लेट। हेर्न त उसले क्यामेरा भनेर थाहा भएछ पुरा पोज दिइहाल्यो। विकेन्डमा मौसम पनि एकदम पर्फेक्ट भएको कारणले बिहानै हामी रोड ट्रिपमा निस्क्यौँ। रोडको दुवैतिर हरियाली, तोरीका फुलहरू, शान्त हाइवे र जर्नी आफैमा सिनेम्याटिक फिल दिइरहेको थियो। कहिलेकाहीँ डेस्टिनेसन भन्दा पनि जर्नी नै बढी रमाइलो हुँदो रहेछ। म्युजिक बजिरहेको छ, झ्याल बाहिरको भ्यू हेर्दै रमाउँदै यस्तो मोमेन्टहरूले मनलाई छुट्टै शान्त बनाउँदछ। मौसम चेन्ज भएको चाहिँ फिल हुन्छ क्या यहाँ हैन? अनि बस सबै देखिने क्या हैन? नेपालमा देखिन्छ नि जाडो टेम्परेचरले मात्रै विन्टर लाग्यो अथवा पानी पर्यो भने मात्रै समर घाम लाग्यो भन्ने हुन्छ भने यहाँ चाहिँ यो सिजन लाग्यो भने ट्याक्क त्यो इन्भाइरोमेन्टले देखाउँछ कि हैन? तपाईले साइड हेर्दै बर्बाद पार्नु लाग्यो नि। 132 हान्ने होला। तपाईले 132 हान्नु भयो भने त अगाडि कुदेकोले कति हान्यो? अनि म त्यो 150 मा हान्छ। Kilometers. Take exit 41 boarding board for Route 59 toward 60 वाला बाटो आइयो ल। सानो बाटो रहेछ है। कस्तो राम्रो है? बिचमा हेर त्यो आइल्यान्ड टाइपको कति राम्रो हो त्यो पानी। राम्रो भिलाहरू हो। ब्रिज हेर्न, ब्रिज म त ब्रिजतिर गइन्छ कि भनेको त। ब्रिजमै हो दिदी। बिचमा गएर गायबै हुने पनि ब्रिज पनि फेरि अन्डरग्राउन्ड हो नि त। त्यहाँतिर डुङ्गामा कत्रो शान्त देखेँ। ए वाह वाह वाह। दिदीको तस्बिर भिल्लाहरू रहेछ कि यता त्यो त ट्याग अपार्टमेन्ट भन्ने सिस्टमै छैन रहेछ। कहीँ पनि देखेन नि त्यस्तो वाला। दिने मुभी कुन गीत नबी पट्टा हो? त्यही हो नबीको गीत। भकै त डान्स नबी नबी डान्स 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 क्यामेरालाई हेलो हेलो चीज हेलो चीज फिङ्गर। कुन गीत भन त अब? के गीत बजाउने नबी? ए झ्याप्पै आए बाउन्दै जनै लाएर ल लाइदिनुहुन्छ के दाइले? हालिरहेको छु नि नयाँ एक्सपिरियन्स हो ए झ्याप्पै हैन त। डेनमार्कमा यस्तो कच्ची बाटो छ होला भनेर कसलाई थाहा छ है? ए झ्याप्पै आए नबी पो। ला नबीको गीत बजाउने भनेको नेटै चल्यो। 30 वाला बाटो रहेछ कि बनाएको रहेछ अनि भ्यार 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 भएको हेर नि त्यहाँ बाटो
लगभग 2 घन्टाको ड्राइभ गरेपछि अन्ततः हामी पुग्यौँ हाम्रो गन्तव्य माउन्ट क्लिन्ट। त्यहाँको मुख्य आकर्षण यानि कि सेता पहाडहरू र समुद्र हेर्नको लागि हामी तलतिर झर्न लाग्यौँ। जब हामी तल पुग्यौँ त्यो दृश्य देखेर केही सेकेन्ड त म चुप नै भएँ। म्यासिभ वाइट क्लिप्स, क्रिस्टल क्लियर पानी, समुद्रको आवाज, त्यो मोमेन्टलाई एक्सप्लेन गर्न गाह्रो छ। कहिलेकाहीँ नेचर यति सुन्दर हुन्छ कि तपाईँ केही बोल्नै सक्नुहुन्न। त्यहाँ बस्दा यस्तो फिल भयो कि लाइफ जति नै बिजी भए पनि यस्ता मोमेन्ट्सका लागि समय निकाल्नै पर्छ। Hello? Yes, यो ट्रिपले मलाई एउटा यस्तो कुरा सिकायो, यदि हामीले घुम्ने चाहना र इच्छा गर्यो भने हाम्रो नजिकै पनि राम्रा ठाउँहरू हुँदो रहेछन्। बस हामीलाई फुर्सद पाएको बेला घरबाट निस्कन चाहिँ पर्यो। मेरो लागि माउन्ट क्लिन्ट केवल एउटा टुरिस्ट स्पोट मात्र रहेन, मनलाई शान्त र खुसी पार्ने ठाउँहरूमध्येको एक र मिठा यादहरू बनेको ठाउँ बन्यो। यदि तपाईँ डेनमार्कमा हुनुहुन्छ भने यो ठाउँ एकपटक अवश्य भिजिट गर्नुहोस्। अनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला।